सबैजना कनेक्सनमा हुनुभयो मान्छेहरूलाई चाहिँ मेरो एउटा रिक्वेस्ट चाहिँ के छ भने हुन त तपाईँहरूलाई आफ्नो हिसाबले आफ्नै सोचको कुरा होला होइन तर आज हिजो म अफिसबाट फर्केर आउँदाखेरि मैले फिल गरेको थिएँ एकदम लामो लाइन थियो कि पेट्रोल पम्पमा अनि त्यो इरानमा जुन युएसएले स्ट्राइक गरेको छ नि त युएसए र इजरायलले त्यो रिजनले गर्दाखेरि चाहिँ पेट्रोल प्राइस स्पाइक होला जस्तो लागेको थियो त्यो लेभलको होला जस्तो लागेको थियो नि अनि आज पेट्रोल पम्प जाँदाखेरि चाहिँ ल 1.5 घन्टा जस्तो लाइन बसेर पेट्रोल हालेर आएको थिएँ मैले ल 72 सालतिरको त्यो इन्डियाले ब्लकेट हान्दाखेरि जस्तो थियो त्यो जस्तै देखाएको थियो कि सिनारी चाहिँ त्यो रिजनले गर्दाखेरि चाहिँ 2-4 दिनपछि वर्ल्ड अहिले नि स्टेट अफ हर्मसमा चाहिँ इरानले अट्याक गरेको छ त्यहाँबाट जान दिएको छैन वर्ल्डको 20% जस्तो पेट्रोल चाहिँ पेट्रोल भन्दा नि क्रुड ओइलहरू चाहिँ त्यहीँबाट सप्लाई हुन्छ होइन त्यो अहिले चोक पोइन्ट रोकिदिएको छ कि इरानले त्यो रिजनले गर्दाखेरि चाहिँ अब 1-2 दिनपछि इन्टरनेसनल मार्केटमा चाहिँ पेट्रोलको प्राइस एकदम पेट्रोल भन्दा पनि क्रुड ओइलको सबैको प्राइस बढेको रिजनले गर्दाखेरि चाहिँ हामीले युज गर्ने पेट्रोल डिजेलहरू जुन चिजहरू छ नि त्यो चिजहरूको चाहिँ प्राइस एकदम स्पाइक हुने चान्सेस बढी छ होइन अहिले पनि इन्टरनेसनल मार्केटमा चाहिँ क्रुड ओइलको फिगर चाहिँ लगभग कति 80 to 85 पर ब्यारलसम्म पुगिसकेको छ होइन त्यो प्रिभियसली भन्दाखेरि चाहिँ 12-13% जति कति बढेको छ यो चाहिँ अब एक्सपेक्टेसन चाहिँ इनकेस स्टेट अफ हर्मस चाहिँ ओपन भन्ने राम्रो छ त्यहाँबाट ट्रेड हुन सक्यो भने चाहिँ $100 पर ब्यारलमा पुग्ने भन्ने कुरा गरेको छ त्यो कारणले गर्दाखेरि चाहिँ पेट्रोलको प्राइस चाहिँ अब सप्लाई कम भएको रिजनले गर्दाखेरि चाहिँ पेट्रोल प्राइस बढ्न सक्ने चान्सेस अझ बढी छ त्यही भएर चाहिँ अब सबैलाई पर्चेस गर्नु भनेर मैले त त्यो भन्दिनँ होइन किनभने सबैले आज नै सबैले स्टोर गरेर राख्ने भने त भोलि फेरि स्कार्सिटी हुने त 100% छ स्योर नै छ नि त त्यही भएर त्यस्तै छ होइन तर मिलेसम्म चाहिँ आफूलाई अप्ठ्यारो नपर्ने हिसाबले चाहिँ अलिअलि चाहिँ जम्मा गर्दा हुन्छ प्राइस पनि बढ्नेवाला छ प्लस सप्लाई पनि अलिक कम भएको रिजनले गर्दा नपाउन सक्ने चान्सेस अब पाउँदैन 100% पाउँदैन भन्ने छ होइन नपाउने चान्सेस बढी छ त्यही भएर चाहिँ आफू चाहिँ सेफ साइडमा बस्दाखेरि चाहिँ बेटर हो त्यही भएर चाहिँ मेरो रिकमेन्डेसन चाहिँ इफ त्यस्तै लाग्छ होइन अलिकति फ्युचरमा के छ अनसर्टेन छ अब 10-15 दिनसम्म चाहिँ अलिकति यो वारहरू जाला छ ट्रम्पले भने पनि सकेको छ 4 हप्तासम्म जान सक्छ यो वार भनेको छ होइन त्योसम्म लम्बियो भने आफूलाई पनि गाह्रो पर्न सक्छ होइन त्यही रिजनले गर्दा चाहिँ मिलेसम्म चाहिँ गएर हेरेर हाल्दा हुन्छ आज त होली भएन होला अलि पेट्रोल पम्प कतिपय पेट्रोल पम्प बन्द थियो त्यो भएन होला म धेरै बेर लाइन चाहिँ बस्नु पऱ्यो सो यसो हेरेर आफ्नो फेभरेबल चिजहरू हेरेर चाहिँ मिलेसम्म चाहिँ स्टोर गरेर स्टोर त नभनौँ आफ्नो पेट्रोलको ट्याङ्की चाहिँ फुल गरेर चाहिँ आफूलाई बेटर हुन्छ त्यो भनौँ भने चाहिँ यो चाहिँ मैले आज गोठाघरमा गएर पेट्रोल हाल्दाखेरिको भिडहरू मैले हालिसकेपछि म पहिला जडीबुटीमा गएर बसेको थिएँ आधी घन्टा जस्तो लाइनमा बसेँ अनि त्यहाँ चाहिँ मेसिन बिग्रियो भन्न थालेँ त्यसपछि कसो यो गोठाघरमा गएर बसेको ल 1 घन्टा जस्तो लाइन बसेँ